गर्दाखेरि मात्रै अगाडि पानी सक्यो रे नानी इंची स्वाना डिग्री गरेर राख्नु यहाँले सल्लाजिरको यहाँबाट खिच्दै त्यो धेरै 5 घण्टाको हुन्छ त्यही ल हो त्यही हो सजिलो हुन्छ ल एक टुक्रा पूजा गरेको एक टुक्रा सल्वी गरेको एक टुक्रा समातेको सिधा उहाँले उता भाइया त अफिस ल भयो यो तल छुमा उता राख त्यो तिमीहरुको भाग हो त्यो केरा पनि यो ताजा के खाली ए नसल बाबु त्यहाँ मन लिन्छ चु त्यो माथि राखेर हैन दिता हैन एउटा हामी निमजुलो नि सर यही अगाडि राख त्यसरी त्यो पनि त्यसरी भन्ने गीत गान भन्न कुरै नि राखे पनि हुन्छ हलुवा बेनस आइ त सर त्यहाँ बसेर यो माथि राखे एउटा नासपाती एउटा नपुगेको माला जस्तो राखे पनि हुन्छ हलुवा बेनस आइ त सर त्यहाँ बसेर यो माथि राखे एउटा नासपाती एउटा नपुगेको माला जस्तो डलर डलर आलुकै मुन्छ गुल्चा अब लुकै चाहिँ छ नि हामी निमिषा नस्पति भन्ने सिनटीको गुल्चा को गुल्चा ठो गुल्चा प्लेटमा हैन त्यो लका छमा नि होला ओ असिनटी आम इता चाकेपछि मैले बनाएँ यति भरि फोटो खिचे मैले फोटो खिचेको छैन बाबु मन बेस टपिङ त्यो हेर नछोड्नु न दे बाबु त्यो अब त्यो बसाउने गाह्रो हुन्छ हैन त्यो फुल खनाउन सजिलो हुन्छ हो त्यहाँ होइन त्यो अनि म यहाँ थिएँ नि बसेको जानु कि एक्लै जानु आमा छोरी मलाई अस्ति जा भने हैन कहिले अस्ति नानीहरुसँग जा भन्दाखेरि नगर्नु नानीहरुसँग जाऊ नानीहरु एकछिन 1 घण्टा खेलेर आएर 150 150 कमायो अनि दाहिनेमा दाहिने राइट न त्यो दिनु पछि म कहिले मान्छे त्यो फुल अलगै राख्दैन नि अहिले खेलिरहेको छ हामीलाई सिना घा घोल्ली सिना टिकोले ह्याङ्गो सिना गन्टी केउले छ त्यसको माथि पहेलो 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 लाउने अनि त्यसपछि लाउने मेन निधारमा लटकाए सप्तरङ्गी टीको लाउनु पर्ने पहेँलो सिन्दुर ल्याऊ हैन अलि अनि हो त्यसो गर न अब कस्तो राम्रो देखियो ल पनि अलि बाङ्गु भयो कि म सिधा गर बाबु त्यो अलि बाङ्गो अनि सिधा बस्नु भएको फोटोमा होइन त्यो मान्छे बाङ्गो भयो भन्दैछ बस्याले अलि त्यो एक्लै भएर त्यसलाई सल्लाह प एक्लै भयो त्यसलाई अनि एक ग्रुप भयो के ए निधार नखुम्छौ न अकेलापन देख्ने गरेर चट्ट चट्ट पार्छ मामालाई अरूले जनालाई भ्यालो त भने मलाई तल लैदिनु सल्लाह त्यो पहेँलो लाइदिएको भयो पहेँलो त अब देख्दै देख्दैन है पहेँलोको माथि पहेँलो लाइसके क्या मैले पहेँलो स्नेचरबाट गरेर फिल्टर लाइले एन चम्पाले ह्यापी बर्थडे चम्पाले हैन त्यहाँ पाले लाइटर खै लाइटर खै कुट्ट पुक मात्रै हरियो हरियो मात्र लाइदियो दिलले लाइदिएको छ जे भए पनि एउटा मात्र लाइदियो त्यहाँ हेरेर कुन चाहिँ मिसले चाहिँ रेडे लाइदियो पहेँलो माथि लाइदियो आमा फेर्लो लाइदियो तर कहाँ छ रातो चाहिँ कल लाइदियो जुन भए पनि एउटा मात्रै लाइदियो एउटालाई सिनान टिक्टी मलाई भाइले पूजा गर गर न बिस्तारै
टाउको लगाइदियो यहाँ छौ सिना ठिकै मैले रात लगाइदिए त पार्नु छ चोक माथि लगाइदियो ठिकै यहाँ पहिले टिकमा पहिले मरले दियो छ सँग क्युडो अहिले निप्ट खबर पासे गर हो निप्ट ठिकै अझ गर बाबु कपाल टाउको फुल लगाइदियो दादाकोमा एकछिन दाइ आउँछ अलि अगाडि आइदियो बाबु रियाना त्यसो नै होला भयो मिलाउँछु म मिलाउँछु कपाल विशेषले सुहाउ न कपाल मामा यसो अप्ठ्यारो फकाएर गर्ने रहेछ है यस्तो भयो बोले भने तिमीले लुगा गर्नु छोरी लुगाले भारी हुन्छ तिमीले अरू टिका लगाइदिइसक्यो भाइलाई बारो त ल्याए है त्यसै गरेर उठ्नु नभए उठेर गर्नु भाइ न्युटी छ पहिला खुट्टामा ए खुट्टा अरु चाहिँ पर्दैन मम्मी कुममा मात्र रे यस्तो यस्तोमा चाहिँ पर्दैन यो दुईटामा चाहिँ अब त्यसै माथि गर्न फेरि निभ्यो यो त छोड्दै निभिसक्यो त्यो मोटो मोटो भएर यहाँ पनि निभिसकेको छ बल्ल बल्ल उठाएर आएको लुगा च्यासन के गर्नु पछि लिन बाबु खानदानी परम्परा बढाए हृदयले न्यू चीज हुन्छ त्यो बढाउँछ ल यस्तो क्यामेराम्यान कहीँ होला छ किन छैन छ यति आछ आन्टीको मुख आछेन त्यसरी बसिरहेको त्यहाँ पनि केही हुँदैन लुगा खोल्छ यो त राति राति गर्नु झन्झामा हुन्छ एलर्जी भयो यो त के पनौटीको उचाल्नु पर्यो भने के हुन्छ होला है पनौटीको कान्छी आन्टीले त उचाल्ने छैन खाली उठे नि हुन्छ नसकेन एउटा मात्रै हातले गर्दा हुन्न यो त फर्काउँछ फेरि त्यस्तै के कहाँबाट गर्नु त यस्तो गर भनेको कसरी भएछ सबैको पालो मन पर्यो नि त के भन्नु त्यसले पोकर पनि सबै तिमीलाई त भन्ने अर्को हारेको त सबै उठ्छ यो चाहिँ के त्यहाँ कान्छी आन्टीको पनि एकजना खिच्दैन भिडियो सौतरी हो त्यहाँ बाबु नचल्छ उसमा नर्मल सामान माथि नै चिलाउने बेला त आउनै पनि चिलाउने त आएकै छैन यो पानीको भाला बाख्न तपाईँ त्यसलाई अन्य दिन्छ एक
टाउकोमा त फुलको लामो हुनु पनि सबै झारिसक्यो। नझार है नचल नझार्ने त 8 नहल्ली 9 10 त्यो बिचमा खन्ना हाल्नु 11 के बा देखियो मलाई यसलाई झन् हाम्रो एउटा भलालाई कालो साडी लाएर पूजा गर्ने होला माथि तिमी आफै ढोक अब यहाँ भाइलाई ल अब 2 3 बच्ची बालमा यस्तो यस्तो सोल्डर टच गर अब यता अब थुकन टेक्छ 2 3 4 ल हेलो गर्ल्स कस्तो लागिरहेछ तिमीहरूलाई भाइटिका रेडी सेडीको अब मखमलको फुल लगाइदेऊ नानी मखमलको फुल मैले लाउनु मैले लाउने आज तिमीहरुले लाग्छ त्यसलाई देब्रे साइडमा उ गरेर छिराइदिए पनि हुन्छ नभए अनि त्यसलाई चिलाउँदैन के हैन दाहिने हातले यसो गरे नि त्यसरी निकाल्दिने हैन कति राम्रो थियो भने त्यसलाई रिजनको भाइ एमिलको भाइ क्रिस्टलको भाइ उ त माथिसँग भन्छ ठन्डा चाहिँ हैन सानो खाली छ रि बालेलाई बाइक पनि खेलाउन ल्याइदियो भने अब यसो गर्ने नानी यो देउटा खानको तैले लाउने माला मलाई जिम्सल्ला अब बल्लेलाई 12 चोटि त्यो पुलिस सुधा गरेर खुट्टामा पनि हेर नानी हैन आउँछ 1 2 3 4 मेरो नि दिदी केमा छ एउटा ढोलिहाल्यो त एउटा बत्ती बाल्ने भनेको पहिला त्यसरी गर बत्ती हामी पहिला कम यो 12 विशेषलाई ए नानी लुगा पनि याद गरे तिम्रो अगाडि सोना 10 नानो आऊ त्यही भएर अघि गरेको बेला हेरेर बस्नु त्यसलाई छुने अनि आफ्नो टाउकोमा ठोक्ने गिटा फेल डाउन ढिक्क लगेर सदायमा चोज्यान अनि चाहिँ फर्स्ट 5 6 विशेष दादालाई मैले पनि पहिला त्यस्तै गर्थेँ सानो 3 4 5 6 7
7 8 9 10 11 12 अब यसलाई 6 चोटी अलि ढोका त्यो आगोमा चाहिँ नछुने 1 2 3 4 5 6 भाइले डबल गर इन्ची त्यो डबल गर न त्यो आगोमा थुन्नु नानीहरु आगोमा थुन्नु हुँदैन यहाँले डबल के हो मेरो लट्ट परेर कसरी बटी निम्न लाग्यो छिटो छिटो बिस्तारै त्यहाँ टाउको कानको फुट्छ त्यसको बिस्तारै याद याद मियाले उसो साडी लगाएर भुलाउनु पर्छ यो लगाएपछि त भाइ टिका गरेर आएको जस्तो हुन्छ टिका लगाएको ल म त्यहाँको यस्तो माला निकाल्नु भने किन चलिसक्यो मम्मी यो साडी छ र बटी साडी साडी गर सुल टिका भने माले खै माले टिका लगा भने एक अर्कोलाई टिका लगाइदिनु छैन माले छैन माला छैन टिका टिका दिन्छ विशेष है भन्न टिका कस्तो लागिरहेछ तँलाई तिमी आफै आज एक्लै भाइ टिका गर्न पाउँदा लाग्यो भन्नु त्यस्तो विशेष आज एक्लै भाइ टिका गरिरहँदा कस्तो लागिरहेछ रमाइलो भन्नु हो र निकाल्ने नानी सही लिने नि चल्नु म त सिने हो करवा चौथ सुदिने त भाग्य कि यो विशेष यो पनि मर्यो कोरमा चाहिँ कहाँ लाग्यो के पूजाको थालीको आम त यसै करवा ल माथि माथि है हो नि तिम्रो चाहिँ ढोका चाहिँ भाइले पनि त्यसै गरी ढोका है भाइलाई त टसीसम्म ढोकाउनु कि केटा मात्रै ढोकाउनु चाहिँ ढोकाउनु पर्छ यसोसम्म त्यो आगो अगाडि राखेर छुनु पर्छ यो ढोक्नु हामीले अगाडिको तिमीहरूले ढोक्ने टसी गएछ नि भाइलाई मात्र तिमीले दादा दिदीलाई समातेर तिमीले पख न अगाडिकै ढोका छैन के आफ्नो ढोके त्यहाँ छैन ढोका भनेको त्यहाँ हतार हतार चिच्चालाई समाउनु हुन्छ त्यहाँ ढोकेर आउनु यो सुना ढोक्ला तिमी अँ त्यो एउटा मात्रै समाउनु हो त्यो अँ बत्ती फेरि खस्ला माथि है केरा सुटा लिएर ढोक न इन्ची पनि बलेलाई ढोकाइदिने बोलेर त्यो टसी बिस्तारै अनि रोटी च्यापो अनि खै मम्मीलाई दिउँ नाइ चाहिँ छिटो टक्को तल जा कस्तो खिच्यो त्यो यो चुचुल मात्रै छैन हुन्छ त्यो लोचा मरिसम्म अलिक वही म भयो नाइ नलाउनु इन्ची दिदी तपाईँ ढोका नानीलाई ढोकाइदियो कपाल छ नि ठोकाउनु बाँकी छ मैले कति मिलेपछि त्यो बत्ती अगाडि अगाडि साह्रो भएको पकाइ पकाइ ए इन्ची र सुहाना पछाडि जा त तिमीहरू यहाँ आटी आटी मात्र आयो साइली आन्टी सुहानाले छेकेको छ सल्नाले ल ल ल जा अब अर्को गोपाल सुहाना जा ताउभन्दा त्यो थाल तल राखेर अनि ताउमा समय लगाइदिने हुन्छ थाल त्यही त अगाडि राख्न टिका ल्याएर जस्तै दिन्छ नि कुन चाहिँ लाउने रे सुहाना माथिको अरेन्ज कलर लगाइदियो यो लगाइदिने हुन्छ रेडै हो नाच्न ल भएछ यो मैले अघिदेखि खिचिरहेको रेड कलरै लगाइदेऊ न अनि त्यसको मर्जी नि अब रातो लाग्यो रातो ठुलो लाग्यो ठाउँमा रातो लाग्यो ल त्यसो गरे नि भइसक्यो विशेष 1 2 3 त्यो आफ्नो चाहिँ उठ्यो एन्टीलाई छेकेर नि हामीले गरिसक्यो नानी के बसेको थियो अझै माथि जस्तो मरि पनि राख्छ ल बाललाई मनपर्छ त्यो बाललाई लग्दिनु है के होइन गयो त्यो गर्ने ल बाबुको भएको पनि ल
लगेर त्यहाँ राख त्यो बाप छ नि रक्सी माछा पानी बेसेर बस्यान मेरो फेभरेट कहिले खाएको छैन पानी ल्याउनु बिर्सिरहनु त अघि के खुला भइहाल्छ धोउने हो है त्यसलाई दिउ न भागेटी भन भागेटी भन नमस्ते भन्नु कति छ एउटा पानको अनि दिदी नमस्ते भागिना बोकेटी हाम्रो बोकेटी छ भागिना तिनलाई छ भागिना त्यो भागमै राख भागमा अनि भयो त्यो पनि चलाइदियो यहाँ खेस लिनु त्यसमा ल आफू इन्ची त सोच त ढोका त्यही थियो त मलाई त त्यो आजलाई त्यो दिदी नै ठुलो बनाइदियो क्या पहिला सुकुन्दा खानुपर्छ त्यो चाहिँ भाग्य यहाँ पनि हो पर्दैन है त्यहाँ पर्दैन पर्दैन अब भाइलाई टिका लगाएर अब टिका लगाइदियो कस्तो म आयो नि भयो रातो टिका लगाइदियो हो ल अब तिमीहरू पनि लौ पानी आउनु देऊ वो लिप तसन जो पान लिप अथि बिउ अब ध्यान देऊ गुसा है मर्सा यसमा क्लियरलाई बाबुलाई ल्याइदियो त्यो चाहिँ भन्छ एकैछिन छोलिस उसको दिदीलाई मात्र आशीर्वाद दिए हेर न उसले त्यहाँ अरूलाई चाहिँ दिएन हो अरूलाई चाहिँ गरेन त्यस्तो उसको दिदीलाई चाहिँ आशीर्वाद दिए हो है त्यस्तो भन्नुहुन्न है रियल आन्टी अब फोटो जान बिला भएन बिटिन दिन होला हैन यहाँ त्यो माथि अलिकति माथि लुसीलाई चाहिँ खाएको हो ल त्यो लुसी अब रातो अलिकति लगाइदियो मलाई त भात खानै ठिकै लाग्छ ल तिमीहरू लगाऊ त्यो आफैले लगाउनु यता हामी असल न इन्चीले डिलले लगाइदियो भने ल ए सल्लान्जीहरूलाई त बेसी अब डिलले लगाइदियो डिलले लगाइदियो समस्त छ साल दियो ला अब आज दाउँछ नि ल सँग बिरो सँग जो ए मसला पोज्यौ सो बसे सोना बिरो जिमी मसला पोज्नु दिन ना के हो चला मैं नानी असल बाया है बाया सोना त बिको माने छ लिले पानी लिनु पर्यो न बलेन बिउ बिउ अब दानी पनि लगाऊ मलाई अब छाइ बिक्दै छ दिने अलि यो सल्ला दिने ल यहाँ मेरो छोरीले मेरो खुट्टा ढोक्न आएछ है उ ल ल खै अबि त्यसरी होइन नि देखेन यहाँ भिडियोमा ल भाग्यमानी यता है खुट्टा हेरेर गर्न ल भाग्यमानी भयो है अनि पुचेकले बाबा चाहिँ बाला त ठुक पाए पो फोटो खिच्यो भएको छ नि त्यहाँ त्यस्तो भएर यो खुम्च्यो त्यो माइ साइली एन्टी ल यता हेर रङ सुक्ने पनि कति राखायो हैन मैले टोल बाङ ज्याउ भने पैसा दिन्छ तँलाई त्यो पैसा खुसीमा राख्नु छ साइड मैले असल न तँलाई दियो त भाइले बटेरी माथि नहेर लाइदे इन्ची त्यो लाग्छ
पैसा दिउँ सल्लाहजीलाई पहिला दिउँ नमस्ते भाग्यजी आम्नु बेच्रै नन् छ त आसी ओके दिदीहरुलाई ए बस न त्यसो गर्नु तिमी त नबस्ने हुन्छ र तिमी त झोक्ने नि फेरि दादालाई ढोग्नु है तिमीले तिमीले झोक्ने लिन दादालाई भाग्यजी दादालाई भाग्यजी सायद झोक्नु पर्छ